Namaste everyone, this is MT Arena presents First Khajura Gold Cup 2082 र हामीसँग यति बेला मुख्य प्रायोजक MT Arena का सेल्स म्यानेजर मिस्टर विनोद थापा हुनुहुन्छ। विनोदजी स्वागत छ यहाँलाई। धन्यवाद। सो MT Arena एउटा स्पोर्ट्स ब्रान्ड नै भइसकेको छ र विनोदजी तपाईहरुले खजुरा नै किन छनौट गर्नुभयो यति यो MT Arena लाई ब्रान्डिङ गर्नका लागि? खजुरा भनेको हामी सानैदेखि सुन्दा पनि बाँके जिल्लाको फुटबलको लागि हब हो। हामी पनि खेल्दाखेरि खजुरा भनेपछि नै हब थियो पहिला। अहिले पनि अब खजुरालाई खेलकुदमा अगाडि बढाउने कि अलि पछाडि परे जस्तो छ अहिले चाहिँ फुटबलमा। त्यही भएर अब खजुरालाई चाहिँ अलिकति अगाडि बढाउनको लागि केही गरौँ भनेर। Okay, so talking about the crowd, about the mass, दर्शकहरुको भिडभाड देख्दा कस्तो लागिरहेको छ? खुसी लागिरहेछ। अब खजुराको फुटबलको हिसाबले त अझै कम लागिरहेछ, तर खुसी लागिरहेछ। यतिको पनि आउनु भएको छ। अझै 5 दिन बाँकी नै छ। आउनुहुन्छ होला बिस्तारै हैन, 5 दिन हेरौँ फाइनल्सहरु कति आउनुहुन्छ। Thank you very much.